हेलो आशा। हेलो रिमाको के रे भन्दै सक्ने यार हो त रिमाको भ्लगलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब रिमाको भ्लगलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब चाहिँ नभुलिदिनु होला साथीहरू। मलाई चाहिँ लास्टै भोक लागेर मैले यो खाइरहेको छु बिहान बिहान। यसो जङ्क फुड चाहिँ नखाने, त्यही पनि पेट बचाउनको लागि भोक बचाउनु त्यही यहाँ छ माथिको खाइरहेको। सोच्नुहोस् रमाइलो भइरहेछ हामी। यिनी हो नै अस्ति ब्याकग्राउन्डमा बोल्ने केटी के गर्छु गुरास नानी हेलो एन्ड वेलकम टु माई च्यानल। सबैजना चाहिँ सन्चै हुनुहुन्छ भन्ने आश छ। सो आज हामी चाहिँ रिफ्रेसमेन्टको लागि चाहिँ हामी यस्तो झन् आफ्नो घरदेखि चाहिँ अलिक टाढा नै जान लाग्छौँ, 1-2 घन्टाको बाटो। हामी चाहिँ यहाँ आइसकेछौँ। र अब हामी चाहिँ जान लाग्यो। त्यो मेरो साथी त्यहाँ हुन्छ अनि 2टा साथी अनि एउटा बहिनी, हामी 4जना चाहिँ मिलेर जान लाग्यो। सो हामी 3वटा साथीहरू चाहिँ यहाँ आउँछौँ, हामी जाँदैछौँ। हाम्रो चाहिँ के भन्छ हाम्रो बहिनी चाहिँ यहाँ के भन्छ इन्डियाबाट आएको चाहिँ, अनि बहिनीलाई चाहिँ घुमाउन लगिरहेछ मलाई कतिर। कतिको चाहिँ फेरि देखाइ कस्तो हो फेरि। हेलो आशा। हेलो रिमाको के रे भन्दै सक्ने यार हो त काटिन्छ। रिमाको भ्लगलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब रिमाको भ्लगलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब चाहिँ नभुलिदिनु होला साथीहरू। म चाहिँ Wait for it. Here it comes. Almost there. रिमाको साथी हो। रिमाको साथी हो ऊ चाहिँ। She is my closest friend. So keep watching. So हामी चाहिँ जान लाग्छौँ। हेलो हामी चाहिँ तल मेन रोडदेखि माथि चाहिँ अलि माथि बिचमा जङ्गलको बिचमा आइसकेका छौँ। साथीहरू चाहिँ पानीतिर लागिसकेर हामी चाहिँ खाँदैछौँ। यस्तो अब अरू बेला चाहिँ सधैँ घरमा बसिरहने, अनि सधैँ घरमा बसिरहने, अनि एक्कासी चाहिँ यस्तो डाँडा गाडामा चाहिँ आउँदाखेरि चाहिँ लास्टै गाह्रो हुँदो रहेछ। साथीहरू चाहिँ त्यहाँ पानी खाँदैछन्। सो हेर्दै गर्नु होला। सो कस्तो गर्मी हो, माई गड। पसिना यस्तो पसिना घुम्न आउन मन लाग्छ, तर यस्तो पसिना त्यति राम्रो। हाम्रो साथीहरू चाहिँ आइरहन्। सो हामी जाँदैछौँ। सो अहिले चाहिँ हामी चाहिँ यहाँ रेस्ट गर्न लाग्यो, तर लास्टै गरौँ भएर बसेर चिसो पानी खाएर जाने अब एकछिनमा। यस्तो गर्मी यहाँ यस्तो पस्ने रहेछ। अब हामी चाहिँ आधो बाटोमा आइसकेको छौँ, अनि मेरो साथीहरूले चाहिँ नास्ता खाइरहेको छ। अब साथीहरूले चाहिँ नास्ता खाइरहेको छन्। ल यता हेर, ल के खाछौ, ल कोले के खाछौ भन त। ए ल यस्तै हिँड्या छौँ। यो चाहिँ मेरो चप्पल। हामी चाहिँ अन द वे छौँ, बाटोमा जाँदैछौँ। अनि यो चाहिँ जङ्गलको बाटो हो, मौलाकोट बाटोतिर लाग्दैछौँ। हाम्रो गन्तव्य अब हिँड्नु। ल साथीहरू हेलो भनिदिऊ, बहिनीहरू। ल हामीहरू चाहिँ कहाँ जान लाग्छौँ र साथीहरू एकचोटि भनिदिऊ त। हेर न दुईजनाले पनि हेर
के अरे ब्लग भएको आइडीले मात्र हेर्नु भएन नि साथीहरू तिमीले पनि हेर रिमाको ब्लगमा चाहिँ आउनु पर्यो है साथीहरू छिटो हेर 2 जना सबैजना चाहिँ लाइक कमेन्ट अनि सब्स्क्राइब चाहिँ गरिदिनु पर्यो हजुरको ल गरिदिनु होला साथीहरू धेरै माया गर्नु होला मेरो साथीलाई गाह्रो भइरहेको छ यस्तो गर्मी छ नि साथीहरू मलाई चाहिँ लास्टै भोक लागेर मैले यो खाइरहेको छु बिहान यसो जङ्क फुड चाहिँ नखाने त्यही पनि पेट बचाउनको लागि भोक बचाउनु त्यही यहाँ खाइरहेको जस रमाइलो भइरहेछ हामी एकछिन लागि गरौँ भए त्यही हो स्क्याम हान्नुलाई पनि फेरि अस्ति जस्तो फेरि यिनी हो नै अस्ति ब्याकग्राउन्डमा बोल्ने केटी के गर्छु गुराँस नानी नास्ता खाएर के गर्छ नि पेट टम्म जान लाग्यो तर गर्मी चाहिँ लास्टै भएको छ है अब लास्टै भएको जस्तो गर्मी एरियामा 1 लिटर पानी खाएको एकैछिनमा स्वाहा भइसक्यो पानी लास्टै बोइरहेको पानी खानु सक्दैन कस्तो भइरहेछ साथीहरू बहुत गर्मी हो रहा है नालाकोटा में बहुत मरने वाली हूँ ऐसे लग रहा है कि नाला पानी नाला से निकल गया है के छैन हामी यस्तो गर्मी यस्तो गाह्रो भए पनि हामी सहन सक्छौँ यो चाहिँ मेरो प्यारो बेहना बहुत अच्छी लगती है इसलिए याद आए घूमते बताए घूमते हटाओ हमें कौन सी सजाए कौन सी खताए हामी चाहिँ यस्तो राम्रो मौसम कति राम्रो यसको बिचमा आइसकेका छौँ सो अब हामीले चाहिँ 50% माथि चाहिँ हामीले चाहिँ त्यहाँ जानु छ यस्तो राम्रो ठाउँ छ क्या यस्तो बब्बाल तपाईँ पनि आउन सक्नुहुन्छ घुम्नुहुन्छ कहिलेकाहीँ त्यस्तो होइन कति होइन नजिकैको ठाउँ होइन सबभन्दा बेस्ट चाहिँ यस्तो वन जङ्गल अनि मजाले हावा चिसो पानी खानुपर्छ त्यही माथि चराहरूको कति राम्रो सुनिरहेको छ आउनु होला सबैजना सो मेरो के भन्छ युट्युब च्यानलमा चाहिँ कोही नयाँ हुनुहुन्छ भने चाहिँ त्यहाँ रिमा रोका मगर सो त्यहाँ गएर लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला यहाँनिर चाहिँ हामीले ज्यामेरी दवा पनि देख्न सक्छौँ त्यहाँ मात्रै हामी चाहिँ अब चाहिँ हामी जानु लाग्यो आफ्नो तपाईँतिर चारैतिर हरियाली रुखमै कोटा इस लगे से 3 जना को बेसिन करके खा रहा तू मुझे गलत मत बोल तू खुद को गलत बोल तू खुद की औकात देख तू अपनी गरबान में झांक के देख तू सो हामी चाहिँ यहाँ फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर चाहिँ हामी चाहिँ जान लाग्यो सो कस्तो भइरहेको छ साथीहरू रमाइलो भयो हामी चाहिँ अब यहाँ एकछिन यहाँ आराम गरेर साथी तिमीले यो लगिदिने साथी कि दान दिने हो तिमीले दान दिनु कि साथी ल धन्यवाद उयो केही त छुट्या छैन सो अघि आउँदाखेरि चाहिँ के भन्छ गाह्रो भइरहेको थियो जस्तो गर्नु भएर अहिले चाहिँ हामी चाहिँ रेस्ट गरेर my lovely sister. ओए मेरो खुट्टामा पनि के यो बाटा आरेछ ओए कहाँबाट उ यहाँ एक्स्ट्रा प्लस लेसन को पनि त के छ र ओए फेको मै बुढुमा त्यो के रे हातमा नथिया हामी चाहिँ जान लाग्यो यस्तो राम्रो ठाउँ छ यहाँनिर यस्तो राम्रो मजाको होइन त्यो पछाडि चाहिँ सिरा बाटो अनि हामीले यहाँनिर चाहिँ अलिअलि चाहिँ एकदिन फोटो अनि भिडियो चाहिँ लिएर चाहिँ हामी चाहिँ फेरि जान लाग्यो माथि सो हामी चाहिँ अन द वेमा छौँ सो हामीले चाहिँ जहाँसम्म पुग्छौँ हामी त्यहीसम्मको भिडियो चाहिँ गराउनेछौँ सो सबैले चाहिँ हेरिदिनु होला माया गरिदिनु होला सो किप वाचिङ हाम्रो साथीहरू बेहनाहरू चाहिँ आउँदैछन् हेलो
हम मालूम है तेरे बाप को मत सिखा चल हाय गाइस पानी पीता है चाउचाउ वाले छिटो कुरकुरा वाली पानी वाली ये होगी अब मैं चाउचाउ खाती हूँ सो सबैले हेलो गर न यसो थ्याङ्क यू सो मच वेलकम ओए देखो सामने सामने को चीज हेर्नुहोस् यो चिउरी कस्तो मिठो हुन्छ यो नि चिउरी हामी पहिला कस्तो जान्थ्यौँ नफालेको पानीमा पनि सक्छ घाटमा केही नभएको एउटा मोबाइल प्लस एउटा पानी मात्र भएपछि त्यो ठिक हुन्थ्यो त्यो पनि सकिन्थेन म कस्तो जाम कि यहाँ कस्तो राम्रो छ यहाँ चाहिँ कस्तो राम्रो ठाउँ छ अब ओ आऊ के ओ यहाँनिर त ज्यामेर डबन देखिँदैछ र हामी के हिँड्यौँ के अरे यहाँ टिबेटामा त्यति सो तपाईँहरूले चाहिँ बिचमा हामी चाहिँ अपडेट दिइराखेको छौँ अनि दिने पनि छौँ तर माथि चाहिँ यहाँबाट चाहिँ अझ दामी चाहिँ माथि टपमा गइसकेपछि यति भ्यूज हेर्नुहुन्छ घोराइ बजारको सबै एरियाहरू तपाईँले हेर्न सक्नुहुन्छ सो माथि गएर हामी चाहिँ तपाईँलाई देखाउने छौँ सो हेर्दै गर्नु होला हेर्दै लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ गर्न चाहिँ नबिर्सनु होला सो हामी चाहिँ अब चाहिँ यहाँ पनि शीतल खाएर हामी चाहिँ जाँदैछौँ सो गाई छिटो जाम छिटो अलि माथि पुगिन कि कमान बेबिज कमान आऊ न हो आऊ अब थोरै चाहिँ हामी चाहिँ के भन्छ नि 30 मिनटमा हामी चाहिँ माथि पुगिहाल्छौँ साथीहरू प्लिज हो कति ढिलो हो और अभी तो रुको क्लाइमैक्स अभी बाकी है सो हेर्दै गर्नु होला किप वाचिङ जाने हो रमाइलो गर्ने हो एक बारको जिन्दगी काम गर्नको लागि त म आयो हामी यो मौलाकोटमा है रमाइलो छ है ए आउनु है सबैजना घुम्नलाई सो यस्तो राम्रो छ होइन बाटो पनि अलि आउनलाई चाहिँ गाह्रो त भइहाल्छ होइन यस्तो के भन्छ भने उकालो चढ्नुपर्छ तर जब यहाँ आइसकेपछि जब बाटोमा चाहिँ यस्तो राम्रो कि रुखहरू चारैतिर रुख अनि बिचमा बाटो यस्तो राम्रो देखिन्छ गर्मी त भइहाल्छ नि अलि सहै पर्यो केही पाउनलाई चाहिँ केही गुमाउनु पर्छ भन्छ नि त सो फाइनल्ली हामी चाहिँ यहाँ चौरामा आइसक्यौँ अनि हामी जाने भनेको चाहिँ हो माथि टप देख्नुहुन्छ नि माथि कालो कालो हो त्यहाँनिर जाने हो सो सबैजना हेर्नु होला किप वाचिङ सो साथीहरू आइसके हो साथी कस्तो भइरहेछ यहाँ लास्ट हामी चाहिँ अब इन्डिङमा आउने हामी चाहिँ इन्डिङ पोइन्टमा आइसक्यौँ सो कस्तो भयो हजुरको यात्रा आउँदै गरेको टाइपको भएको लास्टै गाह्रो भयो मलाई लाइफमा आन्न हो यो सेकेन्ड सिटी हो लाइफमा आन्न रे सो अटोहरू गाडी राइस मात्र आउँछु म पछि मेरो बच्चाहरूसँग सो हाम्रो चाहिँ यो ठाउँको चाहिँ न्यू भनेको चाहिँ हाम्रो प्यारो प्यारो नानु हो सो नानु चाहिँ कस्तो भइरहेछ मुझे तो बहुत अच्छा लगा मैं इंडिया से आई
नेपाल बहुत प्यारा है, बहुत अच्छा है नेपाल। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। कस्तो डराउने हो। कैसा लगा मेरा मजाक? कहाँको थियो? मलाई कस्तो डर लाग्छ यार, यस्तो जङ्गलमा झन् भयो भने आज भोलि कस्तो हुन्छ यार। डोन्ट थिङ्क नेगेटिभ। चराहरू के चराहरू हो कि। हामी आइसक्यौँ। यो बाटो चाहिँ यस्तो राम्रो छ है, तर के गर्नु यस्तो गर्मीले चाहिँ मन लगाइसक्यो। आउला आशा फेरि तिमी एक्लै खिल गया, ज्यादा खिल गया। माथि म अगाडि किन पहिला ल हामी चाहिँ अब चाहिँ पुग्ने रहेछौँ है। यस्तो राम्रो ठाउँ छ। होइन यस्तो देखिरहेको तिनीहरू त्यहाँ गएको छन्, हामी चाहिँ यिनीसँग यहाँ छौँ। स्कैम हो गया मेरे साथ। के हो गया स्कैम तेरे साथ? भन भन। चला हल्का चाहिँ गर्नु गइरहेको छ, त्यो चिसो चिसो हावा आइरहेछ। के गरिरहेको हो बर्माया? व्हाट आर यू डूइंग बर्मा जी? स्कैम हो गया बर्मा के साथ। मैंने क्योंकि वीडियो कर दिया उसको। त्यो चिउरी भने कति धेरै आएको कि आम्मा। सो हेर्नु यति धेरै रुखै रुख। सो हामी चाहिँ आइसक्यौँ यो चिउरीको रुखमा। सो यो पाकिसकेपछि सबैजना आउनु ल। यति दामी यति राम्रो। हामी चाहिँ यहाँ बसेछौँ, एकछिन हावा खाँदै। अब चाहिँ हाम्रो चाहिँ 100%मा चाहिँ 5% मात्रै रिमेनिङ छ हामी त्यो डेस्टिनेसनमा पुग्नलाई। सो एउटा चाहिँ यहाँ के भन्छन् चिउरी टिप्नलाई। सो फाला फाला। सो यस्तो राम्रो चिउरी छ, बिचरा हातै पुग्दैन, के गर्ने कि। सो हामी चाहिँ अहिले यहाँ आएर हावा खाँदै म थकान मेट्दैछौँ। हामी चाहिँ तलबाट आएर हाम्रो चाहिँ 100%मा 5% मात्रै छ हामी चाहिँ त्यो ठाउँ पुग्नलाई। सो अहिले बसिरहेको छौँ। सो गर्मी भनेको चाहिँ कुरै छोड्नुहोस्, यस्तो गर्मी यहाँदेखि पस्न बगेर यहाँ फेसै कस्तो भएको छ। सो भिडियो हेरिदिनु होला, हेरेर मनोरञ्जन गर्नु होला। अनि साथसाथै लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला है। हेलो लच्छी, तिमीलाई चाहिँ कस्तो लाग्यो नि बाटोमा? केही अप्ठ्यारो त भएन नि मौलाकोट जाने? नहीं, बहुत अच्छा है, बहुत अच्छा। ब्याकग्राउन्डमा के भने बहिनी तिमीले? धेरै गाह्रो त भएन नि? हामी चाहिँ मौलाकोट आइसक्यौँ। आजभोलि चाहिँ कस्तो राम्रो बनाएर चाहिँ लास्टै राम्रो फेसिलिटी। म चाहिँ के भन्छन् रे 2-3 वर्षपछि बल्ल यहाँ आएको, तर लास्टै राम्रो। अझ यहाँ बस्ने चौताराहरू यस्तो राम्रो बनाएको रहेछ। अनि माथि पनि बनाइरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। माथि पनि बनाएको छ, तर कस्तो राम्रो बनाएको रहेछ। माथि चाहिँ त्यहाँ पुग्यो भने सबै देखिन्छ, तर हामीले त्यहाँ जाँदैनौँ। यहाँ मात्रै यहाँ कस्तो राम्रो बस्ने ठाउँ बनाएको रहेछ। सो हामी चाहिँ यहीँ बसेर सो भिडियो बनाएको। साथी कस्तो भयो भन न। पुरै त्यहाँबाट आउँदा यहाँ ठगाइ मारेर बिचरा साथीहरू चाहिँ लास्टै साथीहरूको त यहाँ त पुरै प्राण निस्किसक्यो, हड्डी पनि निस्किन लागिसक्यो। सो हेलो, हामी यहाँ आएर के भन्छन् रे खाएर रमाइलो गरेर एकछिन के भन्छन् रे 5 मिनट रेस्ट गरे पनि 5 मिनट भन्दा चाहिँ 10-20 मिनट नै भइसक्यो रेस्ट गरेर हामी चाहिँ फेरि अब जान लाग्यो घरतिर।
सो यस्तो राम्रो गाउँ छ, यस्तो राम्रो। सो हेर्नुहोस् यहाँ यति राम्रो गाउँ, गाउँको माथि डाँडामा यति रमाइलो होइन। सो आजभन्दा कस्तो राम्रो गराएर रहेछ कि, यति राम्रो फेसिलिटी, बस्ने ठाउँ पनि सबै, अनि त्यस्तो रमाइलो भयो, खुसी लाग्यो। मेरो साथीहरू आउँदैछन् हौ, हेर्नुहोस् के भन्छन् रे, रमाइलो गरेर हामी चाहिँ खायौँ मस्त आफ्नै अर्ग्यानिक वाला चाहिँ खाना खाएर रमाइलो गरेर हामी चाहिँ आछौँ। सो हेलो हेलो, कस्तो बेहना कस्तो भयो? बहुत अच्छा, बैड नट गुड। बडा अच्छा। ओ के हाल छ? कस्तो भइरहेछ? कस्तो भइरहेछ? नट ब्याड, थ्याङ्क यू। अनि मेरो प्यारो साथी कस्तो भइरहेछ? रमाइलो भयो आज। ल सुत्ती सबै रमाइलो गऱ्यो। तुरिसकेको छ बहिनीहरूलाई। के हो र? अबे छि घिना गर्नु। सो हामी चाहिँ अहिले चाहिँ गाउँमा आइसक्यौँ। कस्तो राम्रो गाउँ छ कि, बहिनी चाहिँ यहाँ घुम्न आएको, यहाँ गाई चराउँदैछन्। इधर देखो बिहान अँ